मलेसियाको क्वालालम्पुर स्थित विजमा प्याराडाइज जलान आम्पाङ। हामी मलेसियाको क्वालालम्पुरको जलान आम्पाङ भन्ने ठाउँमा छौँ। हाम्रो बिल्डिङको नाम रहेको छ विजमा प्याराडाइज नम्बर 63। त्यहाँ हामी के भयो आवाज आएन भन्ने हुन्छ। हाम्रो ठेगाना त्यो रहेको छ भने हामीलाई सम्पर्क गर्नका निम्ति यहाँहरूले हाम्रो ल्यान्डलाइन हटलाइन नम्बरमा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो ल्यान्डलाइन नम्बर हाम्रो अफिसको नम्बर रहेको छ 03-20-20-1898 साथै 03-20-20-1899। यो चाहिँ हाम्रो तपाईको अफिसको नम्बर रहेको छ। साथै हामीलाई तपाईलाई श्रम सम्बन्धी हाम्रो डाइरेक्ट नम्बर पनि रहेको छ, त्यो हो 03-20-20-1901। हाम्रो श्रम सम्बन्धी तपाईलाई केही समस्या छ भने तपाईले यस नम्बरमा डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुनेछ। फोन नम्बरको बाहेक यहाँहरूले हामीलाई हाम्रो एम्बेसीको इमेल एड्रेस मार्फत पनि इमेल गरेर पनि यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो दूतावासको इमेल एड्रेस रहेको छ eonkualalampur@mofa.gov.np। यो कार्यालय पश्चात यो हाम्रो कार्यक्रम पश्चात पनि म त्यसको इमेलहरू त्यहाँ राख्दिनेछु, हाम्रो यो लिङ्कमा राख्दिनेछु। हाम्रो एम्बेसीको वेबसाइट, हाम्रो एम्बेसीको इमेल एड्रेस, फोन नम्बरहरू यो सम्पूर्ण हामी यो जानकारी राख्नेछौँ। यो सम्पूर्ण जानकारी चाहिँ यहाँहरूले एम्बेसीको वेबसाइटमा पाउन सक्नुहुनेछ। दूतावासको फोन नम्बर, सम्पर्क ठेगाना, दूतावासले दिने सेवाहरूको सम्बन्धी सम्पूर्ण जानकारी यहाँहरूले दूतावासको अफिसियल वेबसाइटमा पनि सबै थोक पाउन सक्नुहुनेछ। हामीले सधैँ भन्ने गर्छौँ, यदि तपाईँलाई दूतावाससँग केही काम छ, दूतावासमा तपाईँले केही सेवा लिनुपर्ने छ भने आफूले लिनुपर्ने सेवाको कुन समयमा कार्यालय जानुपर्छ, कस्ता कागजातहरू चाहिन्छन्, यी सम्पूर्ण जानकारीहरू चाहिँ तपाईँले हाम्रो दूतावासको वेबसाइट यसमा पाउन सक्नुहुनेछ। र यो सबै हेरेर मात्रै तपाईँलाई लाग्ने राजस्व आउनुपर्ने समय सबै बुझेर दूतावास आउनुहुन पनि मैले अनुरोध गरेँ। यहाँ अब कमेन्टहरू आइसकेका छन् है। हाम्रो ज्याकजीले के लेख्नु भएको छ भन्दा ज्याक डसनजीले चाहिँ हाम्रो पासपोर्ट रिन्यू गर्नलाई के डकुमेन्ट चाहिन्छ भनेर लेख्नु भएको छ। पासपोर्ट रिन्यू गर्नको लागि तपाईँको पुरानो पासपोर्टको फोटोकपी, नागरिकताको कपी, तपाईँले पासपोर्टको लागि तपाईँले अनलाइन फारम, यी सम्पूर्ण कागजातहरू लिएर तपाईँ स्वयं दूतावास आउनुपर्नेछ। दूतावास आउने समय तपाईँले 9:30 बजी 1 बजेसम्म, जुनै पनि सेवा लिनको लागि तपाईँ चाहिँ 1 बजेसम्म दूतावास आइसक्नुपर्नेछ। यदि तपाईँले कुनै पासपोर्ट अप्लाई गर्नुपर्नेछ, कुनै कागजमा अटेस्ट गर्नुपर्नेछ, यी सम्पूर्ण कागजको सम्बन्धी काम चाहिँ तपाईँ 1 बजेभित्र दूतावास आइसक्नुपर्ने हुन्छ। मलेसिया कहिलेबाट खुल्छ भनेर धेरैले प्रश्न गर्नुभएको छ। अब हामीले हरेक शुक्रबार यही भन्ने गर्छौँ, अहिलेसम्म नयाँ कामदारको हकमा मलेसिया सरकारबाट केही निर्णय भइसकेको छैन र हामीलाई त्यो जानकारी आएको छैन। त्यो भएर चाहिँ अहिलेसम्म खुलेको छैन। नेपाललाई मात्र होइन, कुनै पनि देशको लागि नयाँ कामदारलाई खुलेको अवस्था छैन। त्यही भएर मलेसिया सरकारले केही निर्णय गर्न साथ हामी त्यो सूचनाहरू राख्ने नै छौँ। त्यही भएर धैर्य गरिदिनु होला। हामीलाई पटक इमेलहरूमा पनि टुरिस्टको लागि खुल्यो, हामी सोसियल भिजामा आउने, टुरिस्ट आउने, घुम्न आउने भनेर पनि हामीलाई इमेलहरू आउने गर्दछ। खुलेको छैन, टुरिस्टहरूको लागि मलेसिया अहिले खुलेको छैन है। त्यति जानकारी गराउन चाहे। अर्को यहाँ छुट्टीको सम्बन्धी पनि प्रश्न गर्नुभएको छ। यो छुट्टीको सम्बन्धमा हामीलाई अहिले धेरै दूतावासमा अहिले आउने 80देखि 90% कल चाहिँ यो बिदा सम्बन्धमा, बिदामा नेपाल जान पाइन्छ कि पाइँदैन। पाइन्छ, नेपाल बिदामा नेपाल जान पाइन्छ। तपाईँलाई बिदामा जानको लागि तपाईँलाई चाहिने कागजात चाहिँ तपाईँले पासपोर्ट, टिकट र आफूसँग बिदाको पत्र जुन कम्पनीले दिन्छ, तपाईँ कति दिन बिदामा जाँदै हुनुहुन्छ त्यो आफूसँग साथमा राख्नु होला। त्यो बाहेक तपाईँले भ्याक्सिन लगाएको प्रमाण, तपाईँले कोभिड टेस्ट आरटीपीसीआर गर्नुपर्छ 72 घण्टाको। यो हामीले पटक अब यो कोरोनाको अवधि नै यो लागू भइरहेको अवस्थामा तपाईँले आरटीपीसीआर टेस्ट गर्नुपर्ने हुन्छ। र अर्को भनेको सीसीएमसी फारम भर्नुपर्ने हुन्छ। यति कागजात तपाईँ तयार गर्नुभयो भने तपाईँलाई नेपाल जान कतै केही रोकटोक हुने छैन। यति कागजात तयार गर्नुपर्छ नेपाल जानको लागि। फर्केर आउँदा के त भनेर पनि सोध्नुहुन्छ है।
केही समय अगाडिसम्म हो मलेसिया आउनलाई अप्रुभल चाहिन्थ्यो, जसको भिजा भए तापनि अप्रुभल चाहिन्थ्यो। तर अहिले कुनै पनि विशेष अप्रुभल केही चाहिँदैन, तपाईँसँग भ्यालिड भिजा आउनु पर्यो। के चाहिँ रिक्वायरमेन्ट अहिले के छ भन्दा तपाईँहरू आउँदा क्वारेन्टिन बस्नुपर्छ। होम क्वारेन्टिनको जसले अप्रुभल पाउनु भएको छैन त्यो तपाईँको लागि कम्पनीले लिदिने हो। यदि होम क्वारेन्टिनको लागि भनेको घरमै तपाईँको होस्टेलमै क्वारेन्टिन बस्ने अप्रुभल छैन भने पनि तपाईँले होटल क्वारेन्टिन चाहिँ बस्नै पर्ने हुन्छ। त्यति एउटा होटल क्वारेन्टिन चाहिँ बस्नुपर्ने हुन्छ। त्योभन्दा बाहेक अन्य कुनै पनि अध्यागमन, इमिग्रेसनको, एम्बेसीको कुनै पनि अप्रुभल तपाईँहरूलाई चाहिँदैन। हामीलाई अधिकांश फोन अप्रुभल चाहिने, एम्बेसीको कुनै पत्र चाहिने, इमिग्रेसनको अप्रुभल चाहिने, चाहिन्छ चाहिँदैन त्यो सम्बन्धमा प्रश्न आउने गर्दछ। मैले फेरि पनि भने तपाईँ आउन अहिलेको अवस्थामा है, भोलिको दिनमा परिवर्तन हुन सक्छ। हालको मितिमा चाहिँ तपाईँलाई कुनै पनि अप्रुभल चाहिँदैन यदि तपाईँसँग भ्यालिड पर्मिट छ भने, र साथै तपाईँ क्वारेन्टिन चाहिँ अवश्य बस्नुपर्छ। होटल क्वारेन्टिन पैसा तिरेरै बस्नुपर्छ है त। बिदाको सम्बन्धमा मैले सबैभन्दा एकदमै इम्पोर्टेन्ट जुन हामीलाई अधिकांश अहिले आउने फोन त्यसको सम्बन्धमा मैले त्यसलाई एड्रेस गरेँ है त। यहाँ क्वारेन्टिन बस्नुपर्छ है, मैले अहिले पनि भनिसकेँ। क्वारेन्टिन चाहिँ अनिवार्य हो, 7 दिन, अहिलेको अवस्थामा 7 दिन। पासपोर्ट रिन्यू गर्न अनलाइन फारम कसरी भर्ने भन्नुभएको छ। अनलाइन फारम सम्बन्धमा कृपया दूतावासको वेबसाइटमा गएर हामीले कसरी भर्ने त्यो सबै त्यहाँ जानकारी दिएका छौँ। तपाईँले त्यहाँ गएर लिङ्क पनि पाउन सक्नुहुन्छ, कहाँ अनलाइन फारम भरिन्छ भनेर, कहाँ भरिन्छ, कुन ठाउँमा भर्ने, कसरी भर्ने, त्यो सम्पूर्ण जानकारी एम्बेसीको वेबसाइटमा छ है। त्यो फारम त्यहीँ पाउन सक्नुहुन्छ तपाईँले हाम्रो वेबसाइटमै। मलेसियाको बेसिक 1500 भयो म्याडम। यो पनि हामीलाई धेरै प्रश्नहरू आउने गर्छ। अहिलेसम्म आधिकारिक रूपमा केही पनि त्यस्तो निर्णय भएको छैन र भोलिको दिनमा होला, तर आजसम्म केही जानकारी केही पनि भएको छैन है निर्णय, त्यो भन्न चाहे। यहाँ डिसेम्बर 16 तारिकमा अप्लाई गरेको पासपोर्ट आइसक्यो कि छैन? आएको छैन हजुर, डिसेम्बर 16 मा अप्लाई गरेको आएको छैन। हामीले डिसेम्बर 8 र 8 सम्म अप्लाई गरेको, तर सबैको आएको छैन है। जसको आएको छ उहाँहरूको नाम हामीले दूतावासको वेबसाइटमा, फेसबुक पेजमा राखिदिएका छौँ। डिसेम्बर 8 सम्म, केही व्यक्तिको 9 तारिकको पनि आएको होला। त्यो आफ्नो नाम चेक गरेर तपाईँको यदि आएको छ भने मात्र दूतावास आएर आफ्नो पासपोर्ट कलेक्ट गर्नु होला। 8 तारिकसम्मको सम्पूर्ण व्यक्तिको आएको होइन। मैले फेरि पनि भने केही व्यक्तिको आएको हो, त्यो लटमा आउँछ, केही व्यक्तिको छुटेको हुन सक्छ। त्यो भएर मेरो किन आएन भनेर तपाईँ दूतावास आइहाल्नु पर्ने अवस्था हुँदैन। तपाईँले पर्खिनुहोस्, अर्को अनाउन्समेन्ट नहुन्जेलसम्मलाई। अर्को अनाउन्समेन्टमा पनि आएन भने चाहिँ अनि दूतावास आउन सक्नुहुनेछ। तपाईँले के भयो भनेर तपाईँले आउनै पनि पर्दैन, तपाईँले इमेल गरेर पनि हामीलाई सोध्न सक्नुहुनेछ, फोन गरेर सोध्न सक्नुहुनेछ है। आफ्नो नाम सुनिश्चित गरेर मेरो पासपोर्ट आएको छ भने यकिन गरेपछि बल्ल दूतावास आउनु होला। अब यस्तै प्रश्नहरू छन्। अर्को के छ भन्दाखेरि धेरै नै मलेसिया खुल्ने नखुल्ने जानकारी। नोभेम्बर 14 को पासपोर्ट त अधिकांशको आइसकेको छ दिपक बान्तवराईजी। तपाईँको आएको छैन भने कृपया हाम्रो इमेलमा तपाईँले आफ्नो रसिद, पुरानो पासपोर्ट राखेर मैले यो मितिमा अप्लाई गरेको, मेरो पासपोर्ट आयो आएन, यदि तपाईँले पहिला 1 नम्बर तपाईँले चेक गर्नुपर्छ है लिस्टमा, तपाईँको लिस्टमा नाम छ कि छैन भने चाहिँ एकचोटि इमेल गरिदिनु होला। हामी एकचोटि बुझ्छौँ है त तपाईँको के भएको रहेछ। एकचोटि इमेल गरिदिनु हुन मैले अनुरोध गरेँ तपाईँलाई। सीसीएमसी फारम कसरी भर्ने? उत्तम घलेजी, तपाईँ यदि घर नेपाल फर्किँदै हुनुहुन्छ, बिदामा आफ्नो करार सकिएर फर्किँदै हुनुहुन्छ भने तपाईँले सीसीएमसी फारम भर्नुपर्ने हुन्छ। यो तपाईँको बेसिक इन्फर्मेसनहरू त्यसमा दिनुपर्ने हो। त्यसमा तपाईँले ccmc.gov.np त्यो चाहिँ सीसीएमसी को वेबसाइटको त्यो हो, त्यो एड्रेसमा गएर तपाईँले चाहिँ फारम, इन्टरनेसनल अराइभल फारम भन्छ होइन, फर्म भन्छ त्यसलाई, त्यो भर्न सक्नुहुनेछ है त। घर फिर्ती सकिएको हो एकदमै राम्रो प्रश्न सोध्नुभयो। घर फिर्ती सम्बन्धमा जो अवैधानिक भएर मलेसियामा बसिराख्नु भएको दाजुभाइ दिदीबहिनीको हकमा घर फिर्ती खुलेको यहाँ सम्पूर्णलाई थाहा थियो। डिसेम्बर अन्तिमसम्म खुलेको त्यो जानकारी पनि यहाँ सम्पूर्णलाई नै छ र अहिले त्यो डिसेम्बरबाट एक्सटेन्ड भएको छ, यानि कि तपाईँलाई घर फर्किनको लागि समयावधि बढाइएको अवस्था छ जुनको अन्तिमसम्मलाई। जो अवैधानिक भएर बस्नु भएको छ, जसले रिहायरिङमा पनि जान सक्नु भएन, जसको भिजा लाग्ने अवस्था छैन, जो
इलिगल भएर वर्षौँदै बसिराख्नु भएको छ। यहाँहरूलाई मैले फेरि पनि अनुरोध गर्न चाहे, जुन अन्तिमसम्म घर फिर्तीको लागि समयावधि बढेको अवस्था छ, त्यो भएर चाहिँ तपाईँहरू यदि अवैधानिक हुनुहुन्छ अझै पनि भने तपाईँहरू नेपाल जान सक्नुहुनेछ। घर फिर्तीका लागि चाहिँ समयावधि बढेको, तर तपाईँको भिजा लाउने जुन रिहायरिङ त्यो सबै चाहिँ अहिले बन्द भएको अवस्था छ है। मेरो करार समय सकिँदा पनि मलाई नेपाल नपठाएको सम्बन्धमा चाहिँ कम्पनी अहिले पनि हाम्रो एकजनाको प्रश्न, कसको थियो यो प्रश्न है, जसलाई करार अवधि सकिएर पनि नेपाल नपठाएको, नेपाल पठाउन अप्ठ्यारो गरेको अवस्था छ भने कम्पनीले तपाईँले कृपया हाम्रो श्रम साहा पाँच पनि अन्तिम हाम्रो यमरा साईजी तपाईँको लागि नै हो, तपाईँकै प्रश्नको म जवाफ दिँदैछु। यदि तपाईँलाई त्यस्तो घर जानको लागि अप्ठ्यारो त्यस्तो गरिदिएको अवस्था छ भने कृपया हाम्रो श्रम शाखामा तपाईँ नजिक हुनुहुन्छ भने आउनुहोस्, नत्र इमेल गरेर हुनसक्छ, फोन गरेर हुनसक्छ, तपाईँले हाम्रो श्रम शाखामा सम्पर्क गर्नुहुन मैले अनुरोध गरेँ। एकजनाले नेपाली पिटिएको सम्बन्धमा के जानकारी भन्नुभएको छ है। यस सम्बन्धमा दूतावासको पनि ध्यान आकर्षण भइसकेको अवस्था छ। हामीले त्यसमा खोजी कार्य गरिरहेका छौँ है, किनभने सम्पूर्ण जानकारी हामीलाई आइसकेको अवस्था छैन र हामी त्यो जानकारीहरू लिने क्रममा छौँ। किन भन्दा जो मान्छे पिटिनु भएको छ उहाँको पासपोर्ट कुन कम्पनी सबै सम्पूर्ण जानकारीहरू हामीलाई चाहिने हुँदा हामीले त्यो खोजी गरिरहेको अवस्था छ है। त यदि कसैलाई थाहा छ भने दूतावासलाई जानकारी गराइदिनु हुन पनि मैले अनुरोध गरेँ। बिदा सम्बन्ध मैले भनिसकेँ है, छुट्टीमा जान पाइन्छ र फर्केर आउन पनि पाइन्छ। मेरो पासपोर्ट जनवरी 2023 सम्म सकिँदैछ। ओहो, जनवरी 2020 मा तपाईँ एक वर्ष बाँकी छ भने तपाईँ आउन सक्नुहुनेछ दूतावास पासपोर्ट रिन्यू गर्नको लागि है। किन भन्दा 2022 जनवरी अहिले छ, तपाईँको एक वर्षको मात्रै समयावधि छ पासपोर्टको भ्यालिडिटी। त्यो भएर तपाईँको एक वर्ष मात्र बाँकी छ भने तपाईँ दूतावास आएर आफ्नो पासपोर्ट रिन्यू गर्न सक्नुहुनेछ। मलेसियाबाट भिजिट भिसामा इन्डोनेसिया जान पाइन्छ कि पाइँदैन? चामलिङजी, तपाईँ यो मलेसियामा कामदार भिजामा हुनुहुन्छ र तपाईँ कुनै तेस्रो देश जान चाहनुहुन्छ भने चाहिँ तपाईँले सम्बन्धित देशको दूतावासमा गएर सम्पूर्ण जानकारी लिन हुन मैले अनुरोध गरेँ है। किन भन्दाखेरि कुनै पनि देश थर्ड कन्ट्री जानको लागि त्यो देशको एम्बेसीमा तपाईँले जानकारी लिनुपर्ने हुन्छ हामीसँग भन्दा पनि। त्यही भएर कृपया तपाईँ जुन देश जान चाहनुहुन्छ त्यो देशको एम्बेसीमा गएर बुझ्नु हुन मैले अनुरोध गरेँ। एकजनाले सिओएम लेखेको छ मेरो भिजामा, के हो भन्नु त? त्यो चेकआउट मेमो हजुर। तपाईँको करार सकिँदाखेरि तपाईँले एक्जिट पास भनेर बुझ्नु न, सामान्य भाषामा बोल्नु पर्दाखेरि है, चेकआउट मेमो हो त्यो। तपाईँको भिजामा जुन सिओएम लेखेको छ त्यो चेकआउट मेमो हो। त्यो तपाईँको चाहिँ करार सक्यो, अब तपाईँ घर जाँदै हुनुहुन्छ भने तपाईँको लागि एक्जिट पास जस्तै हो, तपाईँको भिजा क्यान्सल गरेको है त्यो चाहिँ। त्यही भएर तपाईँ चाहिँ अब घर जानलाई तयार हुनुहुन्छ भन्ने कुरो बुझ्नु पर्यो, तयार अब घर जाने प्रक्रियामा हुनुहुन्छ भन्ने कुरो बुझ्नु पर्यो है। त्यसले चाहिँ नेपाल जाँदा भ्याक्सिन कति डोज चाहिन्छ भन्नुभएको छ। फुल्ली भ्याक्सिनेटेड भनेको 2 डोज भए पुग्छ हजुर, 14 दिन कटेको हुनुपर्छ। त्यो भयो भने तपाईँले गएर होटल क्वारेन्टाइन बस्नु पर्दैन नेपालमा। एक एक किसिमका प्रश्नहरू छन्, त्यही भएर मैले अब अलि अगाडि लग्दै गएँ है। नयाँ भिसा सोध्नु भएको छ। अमर तामाङजी, तपाईँको भ्याक्सिन कति हुनुपर्छ नेपाल जाँदा डोज भन्नुभएको छ है। तपाईँ यदि फुल्ली भ्याक्सिनेसन भने फुल्ली भ्याक्सिनेटेड भन्नुको अर्थ तपाईँको 2टा भ्याक्सिन डबल डोज भ्याक्सिन 14 दिन कटेकोलाई फुल्ली भ्याक्सिनेटेड भनिन्छ सामान्यतः। त्यो लाउनु भयो भने तपाईँ नेपाल जान मिल्छ र तपाईँ होटल क्वारेन्टाइन बस्नु पर्दैन। भ्याक्सिन लाउनु भएको छैन भने तपाईँले 10 दिन होटल क्वारेन्टाइन बस्नुपर्ने हुन्छ नेपाल गएर है। एउटा भ्याक्सिनले हुँदैन, तपाईँ होटल क्वारेन्टाइनै बस्नुपर्छ।
होम क्वारेन्टाइनको लागि तपाईँको इम्प्लोयरले गर्नुपर्छ है, किनभने धेरै जानकारीहरू कागजातहरू चाहिने हुन्छ होइन। त्यो भएर तपाईँसँग त्यो सबै जानकारी नहुन सक्छ, तपाईँको कम्पनी तपाईँको बसाई, त्यो भएर चाहिँ कामदारको हकमा कम्पनीले अप्लाई गरिदिनुपर्छ है होम क्वारेन्टाइनको लागि चाहिँ। गर्न के कागजहरूको ओहो जग्गा पास गर्न के आवश्यक चाहिन्छ भन्नुभएको छ। अब त्यो मेरो नै विषय भएको कारण मैले त्यसमा जवाफ दिन चाहे। हाम्रो को हुनुहुन्थ्यो, मैले प्रश्न ठ्याक्क कसको प्रश्न थियो है। जग्गा पास सम्बन्धी तपाईँको अधिकृत वारिसनामा दिनुपर्ने भने तपाईँ दूतावास आएर चाहिँ अधिकृत वारिसनामामा सही गर्न सक्नुहुनेछ। के प्रश्न थियो मैले ठ्याक्क तपाईँ अधिकृत वारिसनामाको कुरा गर्दै हुनुहुन्छ भने तपाईँ दूतावास आएर तपाईँले त्यो कागजातमा यहाँ सही छाप गर्नुपर्ने हुनेछ र त्यसको लागि तपाईँ कुनै पनि कार्यालय समयमा भन्दा नि अफिस डेको दिन 1 बजेसम्म आइसक्नुपर्ने हुन्छ है। मैले ठ्याक्क प्रश्न छुटाएको छु, धेरै छन् क्वेसन्सहरू। मलेसियाबाट केही नेपाली आउँदै हुनुहुन्छ भने होटल बुकिङ गर्नु परेमा सिसिएमसी धेरैले नयाँ पासपोर्ट अब भने दूतावासमा बन्दैन भन्ने जुन यहाँ प्रश्नमा सोध्नु भएको छ त्यस्तो होइन। तपाईसँग आवश्यक राहदानी बनाउनलाई आवश्यक कागजात छ भने तपाईँको पासपोर्ट बन्छ है। कागज छ भने तपाईँको आवश्यक डकुमेन्टेसन छ भने बनिहाल्छ। दूतावासमा पासपोर्ट बन्दैन भन्ने कुरो गलत हो है। यहाँ दूतावासमा पासपोर्ट बन्दैन र लेख्नु भएको छ। यस्तै यस्तै प्रश्नहरू छन् है। नेपाल जाँदा मोबाइल कति एउटा लान पाइन्छ हजुर? एउटा है, एउटा मात्र लान पाइन्छ, अरू पाइँदैन नि। हामीले यो के लान पाइन्छ भन्ने सम्बन्धमा नेपालबाट मलेसिया जाँदा के लान पाइन्छ भन्ने सम्बन्धमा केही समय अगाडि पनि सबै नेपाल सरकारबाट जारी भएको कागजातहरू सम्बन्धित निकायबाट जारी भएको कागजात जानकारीमूलक एक्चुअली भन्नुपर्दा जानकारीमूलक जुन तपाईको सूचनाहरू थियो त्यो सबै यहाँ हाम्रो फेसबुक पेजमा पनि हालेका छौं। एकचोटि हेरिदिनु होला के लान पाइन्छ पाइँदैन भनेर। भ्याक्सिन नलागेको मान्छेले जान पाउँछ हजुर, तर होटल क्वारेन्टाइन बस्नुपर्छ है। भ्याक्सिन नलागेकोले जानै नपाउने भन्ने होइन, 10 दिन होटल क्वारेन्टाइन बस्नुपर्छ। डिसेम्बर 7 तारिक पासपोर्ट अप्लाई गर्दा दिपेन्द्र सिंह ठकुरीजी तपाईको पासपोर्ट डिसेम्बर 7 तारिकको केही पासपोर्ट आइसकेको अवस्था छ। आफ्नो नाम एकचोटि हाम्रो वेबसाइटमा चेक गर्नु होला है त, पासपोर्ट आएको नआएको त्यहीबाट थाहा हुन्छ। दिपेन्द्र सिंह डिजिटल पासपोर्ट बनाउन मिल्छ अहिलेको अवस्थामा। मलेसियाबाट तपाई दूतावासबाट अप्लाई गर्दै हुनुहुन्छ भने अहिले ई पासपोर्ट मिल्दैन। एयरपोर्टमा फाइन तिर्ने सिस्टम छ कि छैन भुवनजीले सोध्नु भएको छ। तपाईले यदि घर फिर्तीको लागि फाइन तिर्ने भन्नुभएको छ अझै छ है। मैले अघि पनि भनिसके घर फिर्तीको समय 6 महिना बढेको छ र एयरपोर्टमा नै तपाईले फाइन तिर्नुपर्ने सुविधा अहिले पनि छ है त, त्यो सकिएको छैन। यस्तै यस्तै प्रश्नहरू थिए। मैले सकेसम्म आएको प्रश्नहरू जवाफ दिने कोसिस गरेको छु। बेसिक बढेको भन्नुभएको छ, मैले अहिले पनि जानकारी गराइसके। बेसिक बढेको अहिलेसम्म हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन, कुनै निर्णय भएको दूतावासको जानकारीमा छैन है। त्यो भएर चाहिँ छैन भन्नु पर्यो। मैले सकेसम्म प्रश्न धेरै भन्दा धेरै लिने कोसिस गरेको छु हैन, केही छुटेमा माफ गरिदिनु होला। यदि अहिले म फेरि पनि भन्न चाहे, यदि तपाईहरुलाई केही समस्या छ भने दूतावासको सम्पर्क ठेगाना जुन फोन नम्बर, हटलाइन नम्बर, इमेल जुन हामीले दिएका छौं त्यसमार्फत तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। वरिपरि हुनुहुन्छ भने दूतावास आउन पनि सक्नुहुनेछ। र हाम्रो श्रम सम्बन्धी जस्तै धेरैले चाहिँ घर जान नपाएको भन्ने जुन गुनासो गर्नु भएको छ त्यसको लागि चाहिँ तपाईले हाम्रो डाइरेक्ट कन्ट्याक्ट नम्बर 03 20 20 1901 मा चाहिँ सम्पर्क गर्नु होला। त्यसमा आफ्नो गुनासो टिपाउनु न मैले अनुरोध गरे।
र आज यति भन्दै म फेसबुक लाइभबाट पनि बिदा हुन चाहे। केही अरू केही भए त कमेन्टमा लेखिदिनु होला, हामी जवाफ पनि दिनेछौँ है, केही फरक प्रश्नहरू भएमा। अन्यथा हामी यही सम्पर्क ठेगाना जुन मैले दिएको छु त्यसमा हामी सधैँ पनि अभाइलेबल हुने नै छौँ। धेरै धेरै धन्यवाद। नमस्कार।